रविको छवि र राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व चाहिँ सङ्कटमा हुँदाहुँदै पनि एउटै चाहिँ होइन। यो 18 वर्षको गणतन्त्रमा यी चारवटा नेताहरू पालो गरी प्रधानमन्त्री भए अनि पालो गरी कमाए अनि भ्रष्टाचारका माला पनि छलफल गरी लाए यसरी लाए। त्यो वक्तव्यमा राजाले भइराखेकै कुरो हो, तर राजाको मुखबाट देशमा सुशासन भएन, चाहिँ देश सङ्कटमा गयो, अब मलाई साथ देऊ भनेर चाहिँ राजा हुने मनसायबाट राजाको वक्तव्य आयो। दर्शकवृन्द नमस्कार। आज हामी नयाँ विषयमा कुराकानी गर्नका लागि, बहस संवाद गर्नका लागि वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ, पूर्व शिक्षा मन्त्री पनि हुनुहुन्छ, शिक्षा मन्त्रीको अनुभव सम्हालिसक्नुभएका राधाकृष्ण मैनाली सर, यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। धन्यवाद। तपाईँको टिभीमा पहिलोचोटि भेट भयो। अलि समसामयिक राजनीतिका छलफल गरौँ भन्ने प्रस्ताव ल्याउनु भएकोमा यहाँलाई र यहाँको टिभीलाई धन्यवाद दिउँ। म पनि आभारी छु, हजुरले यो समय उपलब्ध गराउनु भएको छ, पहिलो पटक संवाद गर्ने मौका दिनुभएको छ। अब सुरुवात चाहिँ कहाँबाट गरौँ, किनभने विषयहरू त यति धेरै छन् कि अहिले यो छोड्न पनि मिल्दैन, त्यो छोड्न पनि मिल्दैन, सबै विषय समेट्दाखेरि समय पनि लामो हुन्छ। दर्शक श्रोताहरूले धैर्य गरेर तपाईँका विचारहरू सुन्नुहुनेछ। सुरुमा चाहिँ चर्चित राजनीतिज्ञ पछिल्लो पटक उदाएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनुहुन्छ, तर अहिले उहाँ चाहिँ जेलमा हुनुहुन्छ। अनुसन्धान भइरहेका विभिन्न ठाउँमा मध्ये एक ठाउँ पर्सामा बाँकी थियो। पर्सामा पनि सानो पाइला सहकारीको अनुसन्धान सकेर अहिले प्रहरीले रवि विरुद्ध 5 करोडको बिगो माग गरेको छ। यसै विषयबाट सुरु गरौँ। राधाकृष्ण मैनाली सर, रवि लामिछानेलाई कसरी लिनुहुन्छ, कसरी बुझ्नुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी बुझ्नु भएको छ, र अहिले पछिल्लो यो जुन समाचार आयो यसबारेमा तपाईँको टिप्पणी के छ? ठिकै छ, यहाँले जे भन्नुभयो, म रवि र राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक रूपले त एउटै हो, तर व्यक्तित्वको हिसाबले भन्ने हो भने अब अहिले रविको छवि र राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व चाहिँ सङ्कटमा हुँदाहुँदै पनि एउटै चाहिँ होइन। किन रवि जुन पहिले जसरी उदाए, किन धेरै कुरा त पहिले थाहा पनि थिएन, उनी 5-6 महिनामा नै एउटा राष्ट्रिय पार्टी बनाउन सक्ने अवस्थामा अगाडि आए। त्यतिखेर चाहिँ के थियो भने उनी विदेशबाट आएको, पहिले पत्रकारिता गरेको आदि कुरोमा उहाँको विगतको पृष्ठभूमि पनि धेरैलाई थाहा थिएन। अनि काङ्ग्रेस र कम्युनिस्टप्रतिको जुन विकर्षण अगाडि बढिरहेको थियो, सायद रविको त्यो पहिलेकै छविमा अलि पहिलेदेखि व्यवस्थित भएर उनी लाग्या भए त्योभन्दा पनि धेरै सिट जित्न सक्ने सम्भावना थियो। त्यो 3-4 महिनाकै स्थितिमा एउटा यस्तो हुइम क्रिएट भयो, अब यी काङ्ग्रेस पनि कम्युनिस्ट पनि जुन पुराना पार्टी छन् यी काम लाग्दैनन् भनेर काङ्ग्रेस कम्युनिस्टकै भोट काटेर राष्ट्रिय स्वतन्त्र पार्टीले 21 सिट जित्ने स्थितिमा पुग्यो। अलि व्यवस्थित भएको भए त त्योभन्दा पनि धेरै पुग्न सक्थ्यो। र त्यतिखेरकै त्यो 1-1.5 महिनाको हुइममा भन्ने हो भने रवि वास्तवमा यहाँका सबभन्दा लार्जेस्ट पार्टी प्रधानमन्त्रीका क्यान्डिडेट भएका काङ्ग्रेस, एमाले, माओवादीका शीर्षस्थ नेताहरूको हाराहारीमा चर्चामा आए। तर उनी चुनाव जितेर आउने बित्तिकै सबभन्दा पहिले हाम फालेर सरकारमा, जुन सरकारको विरोधमा उनी लडेर अगाडि आए, तिनै पार्टीहरूको पक्ष लाग्दै त्यस्तै हुनको लागि उनी सरकारमा जान मरिहत्ते गरेर गृहमन्त्री पनि बने, उप प्रधानमन्त्री पनि बने। फेरि सरकारबाट त्यहाँ जाने बित्तिकै मुद्दा लाग्यो। त्यो मुद्दाका कुराले नै उहाँको विगत धेरै खुल्दै आयो, किन उहाँ पहिले नेपालकै नागरिकता समेत त्यागेर विदेशी नागरिकता लिएको कुरो र अनि त्यति मात्रै कुरो आयो। त्यसै यहाँ मुद्दा परेर उनी सांसदबाट खारिज भए। खारिज भएर फेरि चुनाव जितेपछि एउटा यस्तो हुइम आयो कि उनले चुनाव जिते। फेरि दोस्रो चुनावमा पनि फेरि चुनाव जितेर आउने बित्तिकै फेरि सरकार त्यतिखेर सायद एमालेकै थियो, के अरे कि माओवादीको सरकार थियो। फेरि हाम फालेर उनी फेरि गृहमन्त्री हुन आए। त्यो दोस्रोचोटि पनि गृहमन्त्री हुँदा मान्छेले के सोचे भने यो गृह मन्त्रालयमा चाहिँ उसले बुझाएर चाहिँ पैसा कमाउन गयो भन्ने अर्थमा मात्रै लाए। तर दोस्रोचोटिको गृहमन्त्री पनि सरकार हेरफेर हुने बित्तिकै फुस्किएपछि उनका धेरै कर्तुत्वहरू देखा परे। किन त्यो सहकारी आन्दोलनमा झुक्क्याएर ती सहकारीका सञ्चालकहरू पनि बेमान हुन्। सहकारीभन्दा बाहिर
लगानी गरेर उहाँले अब कसरी प्रभावित पारे 5-6वटा ठाउँमै करोडौँ सहकारीको पैसा दुरुपयोग गरेको कुरो अब सरकारबाट बाहिर गएपछि सरकारमा जाँदाखेरि चाहिँ पहिले पैसा कमाउन गयो भन्ने अर्थ लगाउनको कुरो गलत रहेछ। उनी त्यो प्रमाण सहकारीको पैसा लिएको प्रमाण छिपाउन गएका रहेछन्। अब सरकारबाट बाहिर गएपछि प्रमाण खुल्यो, पुलिसहरूले छानबिन गरेर उहाँलाई गिरफ्तार गरेर बयान लियो। बयान लिएर चाहिँ सबैमा धरौटीमा छुट्याएको थियो। अहिले पछिल्लो एउटा केसमा त्यो धरौटी खारिज गरेर उहाँलाई जेलमा पठाएर अहिले यहाँले भने जस्तो भर्खरै चाहिँ बुटोलको एउटा केसमा फेरि 6 करोडको माग दाबीसहित अर्को पनि मुद्दा आएको छ। त त्यस कारण मलाई लाग्छ उनको छवि मलाई अहिले लाग्छ एक खाले मान्छेले के भन्छन् रविले केही गरेकै होइन, सबै चाहिँ सरकारले उसलाई दुरागर गर्यो भनेर आरोप लाउने पनि मान्छे केही छन् चाहिँ। तर मलाई त्यस्तो लाग्दैन, किन उनको त्यो चुनाव जित्दाखेरिको खर्च वर्च र अहिले आएको रिपोर्ट आदिमा उनले पैसा नखाइकन, दुरुपयोग नगरिकन अथवा बेइमानी नगरिकन, छट्याइगिरी नगरिकन मात्रै सरकारले उनलाई चाहिँ यो ठाउँमा मुद्दाको कारबाही लगाएको थियो भन्ने कुरो म चाहिँ पत्याउँदिनँ, किन पत्याउने स्थिति छैन। मान्छे होला भने त्यसमा रकम तलमाथि होला, मान्छे थोरै खाए होला नि, धेरै खाए होला नि, अझै पनि कति छुटेको कुरो होला, मान्छे त्यो छ। अब ती सबै कुरोमा मलाई फेरि अर्को कुरो के लाग्छ भने अब यो मुद्दा फैसला हुनु त टाइम लाग्छ, त सबै मुद्दामा भ्रष्टाचार केसमा धेरै मुद्दाहरूमा धरौटीमै छोड्ने चलन छ। उनी ढिलो छिटो धरौटीमा छुट्लान्, तर धरौटीमा छुटे पनि जबसम्म मुद्दामा सम्पूर्ण मुद्दाको सफाई नपाएसम्म उनको व्यक्तित्व अगाडि आउँदैन। त्यस कारण अब मलाई लाग्छ उनप्रतिको जुन मान्छेको आस्था थियो त्यो कुठाराघात भयो। चाहिँ अब हिजोको हैसियतमा आज रवि लामिछानेलाई देशवासीले लिँदैन, मतदाताले लिँदैनन्। नभए एकताका त कस्तो थियो भने अब यी अहिलेका प्रधानमन्त्री भइराखेका प्रधानमन्त्रीका क्यान्डिडेट जुन थिए यिनीहरूको व्यक्तित्वभन्दा रविको व्यक्तित्व माथि पुगेको थियो। उनले साँच्चीकै यो आर्थिक हिनामिनामा यिनी नडुबेको भए त मलाई चाहिँ 84को इलेक्सन पछाडि त यिनी प्रधानमन्त्री हुने कुरोको त ग्यारेन्टी नै भइसकेको थियो। चाहिँ तर उनले जुन छट्याइ गरेका छन्, जुन छली गरेका छन्, त्यसले गर्दाखेरि अब गुम्यो भने होइन। अब रवि जम्मैमा सफाइ पाए पनि फेरि प्रधानमन्त्री हुन सक्ने सम्भावना छैन, किन मान्छेको छवि एकचोटि मान्छेको हिरोइजम एकताका आउँछ क्या, त्यो हिरोइजम फेरि फर्की आउँछ। एकताका प्रचण्डको हिरोइजम बढेर आयो, अर्कातिर ओलीको हिरोइजम बढेर आयो, मान्छे कुनै समयमा शेरबहादुरको पनि हिरोइजम अलि अगाडि थियो, त तिनीहरू जम्मै गनाएर गए, सबै हराएर गए, सबै काला भएर गए। जस्तै अब अहिले रविको पनि उनको जुन व्यक्तित्व थियो, जुन उदयमान थियो, अब यो मुद्दा जितेर आए पनि मान्छेले धेरैले के ठान्छन् भने यो छली चाहिँ छली रहेछ, अनेक गरेर पैसा खुवाएर के गरेर मुद्दा जित्यो भन्ने उनप्रतिको आरोप त होला। 10 वर्ष 15 वर्ष पछाडि सुध्रिँदै गयो भने त केही बन्ला, त तत्कालीन उनको व्यक्तित्व अब प्रधानमन्त्रीको विकल्पमा जाने तहमा जान्छ जस्तो मलाई लाग्दैन। भर्खरै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त निलो रङ पोतिएको स्याल भनेर त्यस्तो खालको संज्ञा दिनुभयो उहाँलाई। के रवि लामिछाने त्यस्तै हुन् प्रधानमन्त्री? होइन, म त्यसरी स्याल कुकुर त म त्यसो त भन्दिनँ, किन उनी अलिक चाहिँ कस्तो हुन् भने हिजो जसरी तपाईँले भने जस्तै रवि लामिछानेलाई जसरी जनताले लिएका थिए अहिले त्यसरी लिन छोडे, किनभने हरियो रङले पोतिएका थिए, निलो रङले पोतिएका थिए, त्यो चाहिँ रङमा डुबिन्जेल त्यो रङहीन भए। तर उनको चाहिँ वास्तविकता अहिले खुल्यो भनेर भन्नुको पछाडि अघि तपाईँले भन्दै हुनुहुन्थ्यो प्रतिशोध मात्रै होइन भनेर, तर प्रतिशोधै छैन भन्न त सकिँदैन होला नि? होइन, त्यो के भने व्यक्तित्व एकचोटि धमिलो भएपछि फेरि उज्यालो हुन समय लाग्छ। त्यसलाई सुधार्न उनले सक्नु पर्यो, सुधार्नै सकेनन् भने त यो अहिलेकै छविले मैले भने न, त्यो पहिले चुनाव जितेर गृहमन्त्री हुनुभन्दा पहिलेको जुन 1-1.5 महिनाको व्यक्तित्व थियो नि, त्यतिखेर त चाहिँ त्यो समयमा त रवि एउटा देशको हिरै थियो नि। मान्छेले चाहिँ रविभन्दा पछिको कुरो गरेर रविको आलोचना गर्ने कुराहरू जस्तो थियो। चाहिँ त्यो भनौँ न, एकचोटि ओली यो इन्डियाको नाकाबन्दी हटाउने बित्तिकैको प्रधानमन्त्रीको बेलामा ओलीको आलोचना गरेर त कुटै खान्थे, त्यस्तो त्यो स्थिति। चाहिँ अब आफै बिगार्दै गएर अब यो अहिले जहाँ गयो ती मान्छेमा फलाना चोर देश चोर भन्ने स्थितिमा पुग्यो। चाहिँ अब रविको त्यो स्थिति नपुग्दै पनि मान्छेले के आशंका गर्यो भने यो मान्छे अरूको पैसा अवैध रूपले खान सिपालु मान्छे रहेछ, अनि पैसा लिने ठाउँमा आफू नजाने, खर्च गर्ने ठाउँमा आफू बसेर खर्च चाहिँ गर्ने,
किन अहिलेसम्म पनि हेर्दाखेरि रवि लामिछानेले गल्ती चाहिँ गर्नुभएको भन्ने ठहर हो। पक्का उनले पैसा छल्या होइन भन्ने कुरोमा मलाई 1% पनि चाहिँ छल्या होइन कि भन्ने लाग्दैन। किन यो सबै गतिविधिले होइन के भन्छ भने योजना गरेर सरकारले फसाउँदा कहीँ फसायो भने पनि एक ठाउँमा दुई ठाउँमा फसाउँछ। सबै ठाउँमा योजना गरेर करोडौँ रुपियाँको बच्चा हिनामिना निकाल्न गाह्रो हुन्छ चाहिँ। त्यस कारण उनले होला सरकारले भने जति नै पैसा नखाएको पनि होला अथवा त्योभन्दा धेरै पनि होला, खोज्न नसके पनि होला चाहिँ। तर पैसा लिनमा उनी छट्टुगिरीमा र राष्ट्रिय स्तरको छट्टु मान्छे हो। किन पैसा लिने त्यत्रो पैसा लिने ठाउँमा उनी कहीँ गएर पैसा बुझेको छैन। किन उनी संस्थाको चिफ थिए, अरूलाई पठाए, पैसा ल्याए, अनि खर्च गर्ने ठाउँमा चाहिँ उनी मजाले खर्च गरेर आफ्नो तनखा पनि नेपालमा एउटा पत्रकारले 6 लाख रुपियाँ तनखा आएको छ चाहिँ त्यो ब्याङ्कको चाहिँ सिओले सारा उनले तनखा खाएर बसेका छन् चाहिँ। त्यो सबै के हो भने त्यो एउटा चन्दमन्द गरेर जुन उनको अहिले धेरै हदसम्म त्यो उनको अर्को जुन पार्टनर छ अहिले बाहिर गएका छन्, ऊ आउने र उसलाई गिरफ्तार भएर कुरो बन्यो भने धेरै कुरो खुल्छ। त्यस कारण उनकै योजना त्यो मान्छेलाई भगायो चाहिँ रवि लामिछानेकै योजनामा भागेका हुन् भन्ने होला। मलाई किन पहिले त उनी मुद्दा लाग्नुभन्दा पहिले त सँगै थिए नि। मुद्दाको हल्ला चल्ने बित्तिकै उसलाई भगायो भने चाहिँ उसलाई भगाएपछि अब कहाँ छ खोज्दा पनि खोज्दैनन्। उनले पहिले चाहेको भए उनी गृहमन्त्री हुँदाखेरि चाहेको भए त उनको नाम होइन त्यो उनको जो उनको साथी हो उनको मात्रै नाम आएको थियो, त्यतिखेरै समातेको भए त उसले सबै कुरो खोल्थ्यो। तर रवि लामिछानेले त जीवी राईलाई भगाउने को हो भनेर उल्टै प्रश्न गर्थे, अरूले भगाए होइन त्यति भन्न नजाने मान्छे हो नि त उनी जे बाठा छन् र देश चलाउनका लागि हाम्रो देशले त्यस्तै एकजना राम्रा तपाईँले भनेको कुरो ठिक। उनको बठ्याइ ठाउँमा प्रयोग भयो। सुन, उनको बठ्याइ देश निर्माणतिर लाग्या भए देशको नागरिकता पनि छोडेर बाहिर जाँदैन थिए। देशको नागरिकता छोडेर विदेशी नागरिकता, अनि नागरिकता छोडेको मात्रै होइन कि विदेशी नागरिकता लिया हो क्या। यो नै राष्ट्रको एउटा घात काम हो चाहिँ। देश बनाउने मान्छेले आफ्नो नागरिकता छोडेर अर्काको देशको नागरिकता लिन्छ चाहिँ। अनि यहाँ आएर फेरि ठुलो कुरो गर्छ चाहिँ। त्यो सबभन्दा राजनीतिक रूपमा घात भनेकै त्यो नागरिकता छोड्ने हो। भले त्यसले सजाय केही गर्दैन, तर मान्छेको मनस्थिति चाहिँ देश विकास गर्ने भावना भएको मान्छेले नागरिकता त्यागेर विदेशमा गएर विदेशी नागरिकता लिँदैन। त्यो सामान्य नागरिकले लिने बेग्लै कुरो। सामान्य नागरिकले त जहाँ गएर फाइदा हुन्छ त्यही गर्छ चाहिँ। कमाउने ठाउँमा कमाउँछ, नागरिकता बेच्ने ठाउँमा नागरिकता बेच्छ, नागरिकता लिने ठाउँमा नागरिकता लिन्छ। त्यो सामान्य मान्छेको पेसाको कुरो हो। राजनीतिक मान्छे, देशको जिम्मेवार हुने मान्छेले नागरिकता छोडेर हिँड्दैन। हेर्नुहोस्, त्यो बाठो मान्छे छट्टु मान्छेले गर्ने कुरो उनले गरे। अब फेरि उताबाट आएर उनी ठ्याक्कै चाहिँ गृहमन्त्री र गृहमन्त्रीबाट अझ भन्यो भने त्यतिखेरै भ्याएर बहुमतै आएको भए त प्रधानमन्त्री नै हुन्थ्यो नि। अनि देशको नागरिकता छोड्ने मान्छे प्रधानमन्त्री भयो, अब त्यो कुनै असल चिज त भएन, राम्रो चिज त हुँदैन थियो। अब त्यसमा पछि गएर जुन पैसाको हिनामिना आयो, पैसाको हिनामिना आइसकेपछि त झन् कालो मुख अगाडि आयो। अब यो सबै झुट थियो भन्ने कुरोमा स्थिति होइन होला। यो अहिले जो थुनामा पठाउने कुरोमा सरकारले प्रेसर गरेर पनि थुनामा पठायो कि त्यो हुनसक्ला चाहिँ। तर उनले मुद्दा पुरा जितेर पनि उनको स्थितिमा चाहिँ हिजोको त्यो चुनाव जितेर आउँदाको चाहिँ जजमान व्यक्तित्व त्यो फर्केर आउँछ जस्तो मलाई लाग्दैन। अब रवि लामिछानेको अवस्था यस्तो छ, केही वर्ष अगाडि वैकल्पिक शक्तिको आवश्यक छ भन्दै नेकपा माओवादी केन्द्र नै त्याग गरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरे। अहिले उनी कुन अवस्थामा छन् भन्ने कुरा जगजाहेर छ। त्यस्तै गरेर विवेकशील साझा हुँदै साझा पार्टी हुँदै रविन्द्र मिश्रले पनि वैकल्पिक शक्तिको परिकल्पना गरे। आज उनी चैत्र 15 गतेको तिनकुने प्रदर्शनपछि थुनामा छन्। दुर्गा प्रसाई पनि अब वैकल्पिक शक्ति चाहिन्छ, म हुँ, म गर्छु, म चाहिँ भुइँ मान्छेको आवाज बोल्छु भन्दै हुनुहुन्थ्यो। चैत्र 15कै घटनापछि दुर्गा प्रसाईमाथि पनि अनुसन्धान जारी छ, ठुल्ठुला मुद्दाहरू लाग्छन् भन्ने कुरा छ। अब पूर्वतिर स्वतन्त्र रूपमा हर्क साम्पाङले पनि एक खालको वैकल्पिक शक्तिको परिकल्पना गरिरहेको भन्ने छ र सँगसँगै अब नयाँ पार्टी खोल्ने भन्ने पनि चर्चा छ र त्यसमा चाहिँ देशका प्रबुद्ध वर्ग मध्येका विभिन्न उच्च छवि भएका व्यक्तिहरूलाई समेट्ने भन्ने खालको चर्चा पनि सुनिन्छ। सन्दुक रुइत जो आँखाको क्षेत्रमा एकदम चर्चित व्यक्तित्व, उता आविष्कार केन्द्र खोलेका
महावीर पुन, अहिले कुलमान घिसिङको पनि चर्चा हुन्छ क्या राजनीतिमा। विद्युत प्राधिकरणमा उनले राम्रो काम गरे भनेर जनताले कुलमान घिसिङ भएपछि अरू क्षेत्रमा पनि उज्यालो छाउँथ्यो होला भन्छन्। सबै मिलेर वैकल्पिक शक्ति निर्माण गर्ने खालको चर्चा चलिरहँदाखेरि नि तपाईँलाई के लाग्छ, वर्तमान राजनैतिक दलहरूको विकल्प अब खोज्ने बेला आएको हो? यो तपाईँले जे कुरो गर्नुभयो सम्भावनाका कुरा हुन्। अब सम्भावनाकै कुरोमा अब नयाँ शक्ति उदाउँदैन भन्न सकिँदैन। नयाँ शक्तिको आवश्यकता छ। अब अहिले जति यो अहिलेकै बेलामा देशमा जुन आर्थिक सङ्कट, राजनीतिक सङ्कट अनि एउटा आक्रोशको सेन्टिमेन्ट आछ, त्यसको मुख्य पात्र त्यो बनाउने पात्र भनेका यी चारवटा पार्टीका नेताहरू हुन्। म चाहिँ अब काङ्ग्रेसका नेता, वरिष्ठ नेता, एमालेका वरिष्ठ नेता अहिले प्रधानमन्त्री समेत छन्। अनि माओवादी जो 10 वर्ष जनयुद्ध गरेर देशै रूपान्तरण गर्छु भनेर आउने पार्टीका नेता प्रचण्ड, झनै उनी पनि अब त्यत्तिकै गनाको रूपमा अगाडि आएका छन्। अनि एमालेबाट फुटेर आएका चाहिँ समाजवादीका नेता माधव जलनाथहरू पनि के न गर्छौँ भनेर भन्छन्, तर उनीहरूको मुख पनि त्यत्तिकै कालो छ। र अब यिनीहरू कुशासनले यो 18 वर्षको गणतन्त्रमा यी चारवटा नेताहरू पालो गरी प्रधानमन्त्री भए अनि पालो गरी कमाए अनि भ्रष्टाचारका माला पनि छलफल गरी लाए यसरी लाए। चुनावमा जितेर आएको नेताले वहाँ चाहिँ माला लगाए जस्तै गरी भ्रष्टाचारका मालामा कोही कमी छैन। सबैका माला वहाँ चाहिँ भुटानी काण्डदेखि लिएर वहाँ चाहिँ कम्बोडियाका काण्डदेखि लिएर सुन काण्डदेखि लिएर प्लेनका काण्डदेखि लिएर वाइट बडी अब यो प्रेस सुरक्षा प्रेसका काण्डका मालाहरू सबै नेताहरूले लाएछन् र उनीकै दुष्परिणामले गर्दा देशमा आक्रान्त छ। अब अहिले राजावादी आन्दोलन पनि बिचमा यो अस्ति फागुनदेखि यता जुन चम्केर अगाडि आयो, मलाई लाग्छ राजाको व्यक्तित्वले, राजावादीहरूको पहलले यो आन्दोलन त्यो ठाउँमा पुग्या होइन, यिनै नेताहरूको कुशासनले। यिनले कुशासन गरेपछि आक्रोश आयो। किन पछि गएर नयाँ पार्टीको रूपमा अघि तपाईँले चर्चा गरे जस्तो रविहरू पनि आए, उनीहरूको पनि हविगत देखियो भन्छ। अब भनेपछि पोलिटिकल पार्टीका नेताहरूले केही गर्न नसकेपछि राजाले पो केही गर्छ कि भन्ने साइकोलोजी अलिकति डेभलप भयो। अब यो नेताहरूको गलत रवैयाकै कारणले आएको हो यो। भन्छ राजाको व्यक्तित्वले भन्छ पृथ्वीनारायण शाहको शासनदेखि अहिलेका शासक चाहिँ त्यही वर्गका भएका हुनाले, त्यसैका सन्तान भएको हुनाले राजाको व्यक्तित्व बढ्यो भने राजावादीले भने जस्तो होइन। म चाहिँ किन राजा बेगरको नेपाल पनि 18 वर्ष भयो, म चाहिँ जिउँदो त जिउँदैछ। म चाहिँ तर यी नेताहरूले राम्रो गरिदिएको भए त राजावादीको यो स्वर पनि आउँदैन थियो। उनले गणतन्त्र जस्तो, किन गणतन्त्र आएपछि गरिबी बढ्ने त नाटक भयो। गणतन्त्र आएपछि भ्रष्टाचार बढ्यो, गणतन्त्र आएपछि गरिबी बढ्यो, गणतन्त्र आएपछि देशको श्रमशक्ति बाहिर जाने अत्यधिक रूपले बढ्यो, आधाभन्दा बेसी जनसङ्ख्या बाहिर गएछ। अनि अब त्यति गरी शैक्षिक शक्ति पनि एसएलसी पास गरेको, +2 पास गरेको जनसङ्ख्या देशमा भन्दा बाहिर धेरै छ। अनि त्यो बाहिर गएको जनसङ्ख्या पढेर पनि यता फर्किँदैन, उतै बस्छ। चाहिँ यो हालतमा देश पुर्याउने काम त गणतन्त्रको मनोविज्ञानले त पुर्याउँदैन थियो नि, यी नेताहरूको गलत रवैयाले पुर्याएको। नेताहरूको गलत रवैयाले यस्तो भयो भन्दै गर्दाखेरि नि अब रवि लामिछानेको उदय अथवा रासपाको उदय पनि त्यसकै परिणाम हो भन्छ। अनि त्यो त्यसै अहिले पछि राजावादीहरू अथवा राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ, राजा फेरि देशमा राष्ट्रिय एकताको प्रतीकको रूपमा आउनुपर्छ भन्दै अब बाहिरको तबका त छँदैछ, राष्ट्रिय राजनीति मूलधारका राजनीतिज्ञहरू पनि एक हुने क्रम जारी भयो। भर्खरै मात्र राप्रपा र राप्रपा नेपालका अध्यक्षहरूले चाहिँ हात मिलाए, अब हामी एक भयौँ भनेर। अब केही समय अगाडि चाहिँ यी 3 दलहरूले जसरी गणतन्त्रमा चाहिँ भ्रष्टाचार बढाए, बेथिति भयो, त्यसकारण यस्तो भयो भन्दै गर्दाखेरि नि नेकपा एमालेमै रहेका अहिलेका नेकपा एकीकृत समाजवादीका नेता महासचिव हुनुहुन्छ, केही समय अगाडि महासचिव, अहिले त उपाध्यक्ष नै भइसक्नु भयो होला, घनश्याम भुषाल। घनश्याम भुषाल चाहिँ एक ठाउँमा भन्दै हुनुहुन्थ्यो, म हेर्दै थिएँ। उहाँले के भन्नुभयो भने भ्रष्टाचार गर्न सबैभन्दा पहिला राजाहरूले गरे र राजाबाट नेपाली काङ्ग्रेसले भ्रष्टाचार गर्न सिक्यो, अनि नेपाली काङ्ग्रेसबाट एमाले सिक्यो, एमाले माओवादीलाई सिकायो भन्दै हुनुहुन्थ्यो। भनेपछि भ्रष्टाचारको सुरुवात त
राजतन्त्रबाटै भएको रहेछ भन्ने अर्थमा त्यसरी आयो। यो विषय के हो, तपाईँलाई के लाग्छ? त्यस्तै भयो होइन? भ्रष्टाचार भने हिजो सुरु भएको विषय त होइन। राणाकालमा पनि आफ्नो टाइपको भ्रष्टाचार त थियो। राणाले राज्यको कोष उनीहरू आफै खान्थे, तल पनि खानेलाई अलिअलि सजाय दिन्थे, केहीले कमाएर लिन्थे भने। अब यता आएपछि भ्रष्टाचारको जर पुरानो हो, तर गणतन्त्र आइसकेपछिको भ्रष्टाचार भने पहिलेभन्दा बढ्यो क्या। गणतन्त्र पहिलेदेखि नभएर अहिले सुरु भएको होइन, पहिलेदेखि भएको थियो। त त्यो यता आएपछि झन् बढ्यो। जस्तो विदेश पलायन नै भन्नुहुन्छ भने जङ्गबहादुरको बेलामा पनि त 2-4जना मान्छे त विदेश गएको होला नि। चाहिँ त पछि आएर 7 साल यता आएर अलि धेरै गए, हुँदै हुँदै गएर पञ्चायत ढलेपछि झन् धेरै गए। बहुदलीय व्यवस्था आएपछि, गणतन्त्र आएपछि त श्रम शक्ति अहिले 80-90 लाख श्रमशक्ति त बाहिर गएको छ। अब अमेरिकामा मात्रै 60,000 युवाहरू पढ्न भनेर अमेरिका गएका छन्। अब इन्डियामा यहाँको नेपालका भन्दा धेरै +2 पास गरेका विद्यार्थीहरू इन्डियामा छन्, जर्मनीमा छन्, जापानमा छन्, सबै देशमा युवाहरू पढ्न गएका छन्। ती फर्केर कहीँबाट फर्किन्छन्, न धेरै ठाउँ फर्किन्छन्, उतै प्रविधि सिक्छन्, उतै घर बनाएर बस्छन्। भन्छ त्यसमा त देश त खाली भयो नि। सुन्न, त्यो भएको कारणै के हो भने यहाँका 18 वर्षका गणतन्त्रवादी नेताहरूले युनिभर्सिटीलाई राम्रो बनाएनन्, मान्छे देशभित्र रोजगारीको व्यवस्था गर्न सकेनन्, गरिबी हटाउन सकेनन्, सुशासन दिने भनेको भ्रष्टाचार कन्ट्रोल गर्न सकेनन् अथवा घटाउन सकेनन्। त यही कारणले त यो विकृति अगाडि आयो। अब विकृति अगाडि आउँदाखेरि अघि मैले भने जस्तै लामिछाने बिचमा उदाए, उनी पनि गनाए। अब भनेपछि निराशा सुरु भएको छ। यो निराशाकै बिचमा अब फेरि राजा पो आउँछ कि भनेर अगाडि आएछ। त्यो पनि एउटा बिन्दुमा पुगेर रोकिरहेको छ, किन राजै आउँदा पनि हिजोका धेरै कुराहरू मान्छेले बिर्सिसकेका छैनन्। केहीले बिर्सेकाहरू अगाडि आए। यसले पनि समस्याको समाधान दिन्छ भन्ने देशव्यापी हुइम अगाडि आइसकेका छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विशेष गरेर विकल्पै खोजे पनि गणतन्त्रको विकल्प राज संस्था हुन सक्दैन, हामी त्यो हुनै दिँदैनौँ, प्रतिगामी तत्त्वलाई टाउको उठाउनै दिँदैनौँ, यदि उठायो भने हामी कारवाही गर्छौँ जस्ता अभिव्यक्ति पनि दिनुभइरहेको अवस्था छ भने केपी शर्मा ओली प्रधानमन्त्रीले पनि त्यसै भन्दै हुनुहुन्छ। अब राजा बन्ने अरे, श्रीपेज लगाउने अरे, हामी प्रजा बनिदिनुपर्ने अरे, श्रीपेज लगाएर शासन चलाउने अरे, यस्ता खालका कुराहरू गर्दै हुनुहुन्छ। तर आफू चाहिँ फेरि सङ्कटको निकास दिनलाई ठ्याक्कै काम गरेको पनि देखिँदैन। सत्ता आजै ढल्छ कि भोलि नै ढल्छ कि भन्ने धर्मरको स्थिति। खास गरी अब सत्ता गठबन्धन 2 दल चाहिँ पक्का छन् कि हामी अब यो गठबन्धनलाई अझै लम्ब्याउँछौँ, 14 महिनापछि म राजीनामा दिन्छु र चाहिँ त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ भन्ने खालको कुराहरू भयो। भर्खरै मात्र शेरबहादुर देउवा विदेश भ्रमण गरेर आउनुभयो, आए लगत्तै 2 दलको चाहिँ बैठक बस्यो र उनीहरू चाहिँ अब जनताले थाहा पाउने गरी कामै गरेर देखाउँछौँ, साह्रै चाहिँ हाम्रो विरोध भयो भनेर यो सत्ता गठबन्धन ढल्छ भन्दै गर्दा झन् टिकाउने खालको चाहिँ सन्देश दिएर बाहिर आए भन्ने छ। तर अब संसदभित्र सांसदहरू मध्ये आज मात्रै एकजना सांसद जो चर्चित पनि हुनुहुन्छ राप्रपाकै ज्ञानबहादुर शाही, उहाँले के भन्नुभयो भने शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै हो। एउटा शिक्षा ऐन त ल्याउन सक्दैन, शिक्षा ऐन ल्याउन नसक्नेले देश चलाउँछु भन्नु दिवा सपना जस्तो हो। एउटा शिक्षा ऐन पनि ल्याउन नसक्ने सरकार छ भन्दै गर्दा तपाईँलाई कस्तो लाग्छ अहिलेको सत्ता गठबन्धन प्रतिपक्षका प्रचण्ड, अब यी विशेष गरी 3 दल छेउमा राप्रपा रासपाको अवस्था अघि हामीले छलफल गरिहाल्यौँ, के लाग्छ त? अब यो तरिकाले देश चल्छ, अगाडि बढ्छ, शासन आउँछ, विकास हुन्छ? मैले त्यही कुरो भन्दैछु। म चाहिँ अब अहिलेको जुन यो अवस्था जुन सिर्जना भयो, सत्तासीनहरूको जस्तो पहिले गणतन्त्र आउने बेलामा 63 सालमा त्यो बहुदलीय व्यवस्था आइसकेपछि नेताहरूले राम्रो प्रगति गर्न सकेनन्, योजना दिन सकेनन्। त्यही बेलामा माओवादी द्वन्द्व अगाडि चढ्यो अनि राजाले म चाहिँ सबै कुरो हुल्दाउँछु भनेर सत्तामा गए, उनले पनि गर्न नसकेपछि अनि 63मा अनि दमनतिर जाने बेलामा सबै विपक्षी मिले
देशमा सत्ता पलट भयो, सत्ता पलट भएर राजतन्त्र गयो, गणतन्त्र देशमा आयो। अब अहिले गणतन्त्र आइसकेपछि सुधार भएन, सुधार नभएर मान्छेमा आक्रोश अगाडि आछ। त यो आक्रोश अगाडि आएपछि अब अहिले ठ्याक्क कस्तो यो अस्ति फागुनदेखि यतामा चाहिँ मैले धेरै ठाउँमा भनेको छु, फागुनमा 7 गते राजाको वक्तव्य आयो। त्यो वक्तव्यमा राजाले भइराखेकै कुरो हो, तर राजाको मुखबाट देशमा सुशासन भएन, चाहिँ देश सङ्कटमा गयो, अब मलाई साथ देऊ भनेर चाहिँ राजा हुने मनसायबाट राजाको वक्तव्य आयो। त्यो वक्तव्य आएपछि त्यसले एउटा राम्रो काम चाहिँ के गर्यो भने देशमा राजनीतिक विकल्पको खोजी गर्यो। चाहिँ राजाले आफ्नो कुरो गरे, अब अरूले त्यही कुरा कतिले पत्याए कतिले पत्याएन, त्यो आफ्नो ठाउँमा छ। त त्यसले हलचल ल्याएर अहिले चाहिँ पछाडि आएर यो वैशाख नयाँ वर्षको शुभकामना अर्को वक्तव्य आयो। त्यसले चाहिँ आम नागरिकले बोल्ने भाषामा राजाले देशमा सुशासन भएन, भ्रष्टाचार भयो, अनि भ्रष्टाचार भएपछि अब नयाँ परिवेश आएर त्यसले भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, गरिबी हटाउनुपर्छ, विदेशमा गएका शक्तिहरूलाई देशभित्र बोलाउनुपर्छ भन्ने एउटा मोटो पोलिटिकल प्रोग्राम समेत दिएर हुने एउटा आम नागरिकले बोल्ने भाषामा एउटा सचेत र हिजोको जिम्मेवार सत्ताको हाकिमको नातामा सत्ताको राजाको को हैसियतमा उनले एउटा समस्या अगाडि राखे। त यसले के गर्यो भने त्यहाँदेखि यता देशमा अब सत्ताको यो अहिलेको सत्ताको विकल्पको खोजी भइरहेछ। त यो विकल्पको खोजी रहँदाखेरि मोटो रूपमा 2टा विकल्प छन्। एउटा विकल्प भनेको सत्ताहरू तिमी आफै सुधार, पहिले नेता सुध्रिऊ, पार्टीका गनाएका नेताहरू हट। म चाहिँ अब यसलाई त्यहाँ अहिले धेरै बौद्धिक जगतमा श्रीतिनहरू भन्छन्, भनेको शेरबहादुरजी, ओलीजी र प्रचण्डको 3टा नेताको जुन शासन हो यो श्रीतिनको शासन भयो, राणा खालको शासन भयो, यिनले सुधार गरेनन्, श्रीतिन हट भनेर एउटा नारा छ। अब त यी नेताहरू हट्ने भनेको पार्टीमा नेतृत्वमा सुधार गर एक, अनि अर्को संविधानमा सुधार गर। म चाहिँ संविधानमा जो नचाहिने चिजहरू छन् त्यसमध्ये पनि संविधानमा नचाहिने 2टा कुराहरूको अहिले धेरै चर्चामा छ। एउटा यो संहिता जुन देशमा चाहिँ आर्थिक बोझ बढायो, यसले समस्याको कुनै समाधान गरेन, संहिता हटाऊ। किन त्यसले संहिता हटाएर त स्थानीय निकायलाई 700बाट घटाएर ल्याएर 300मा ल्याऊ, चाहिँ अनि वार्डको सङ्ख्या बढाऊ, ताकि त्यसले गर्दाखेरि खर्चको कटौती हुन्छ, बिचको प्रान्तको यो चाहिँ बिचमा मन्त्रीहरूको सङ्ख्या सांसदहरूको सङ्ख्या घट्छ, अनि यो खर्च कटौती हुन्छ भने एक। अर्को के छ भने नेपालीपनको धर्मलाई साकार गराऊ, भनेको यहाँ परम्परागत हाम्रो वैदिक र परम्परागत जुन धर्म परम्परा छ यसलाई राख्यो भने यहाँको जनमानसले यो सरकार मेरो ठान्छ। यो चाहिँ यो मेरो अहिलेको सरकार के भयो भने धर्मनिरपेक्षता नाममा क्रिस्चियनहरू बढाउने कुरो मात्रै भयो। क्रिस्चियन त नेपालको धर्म होइन। चाहिँ यहाँ राई, लिम्बू, मगर, गुरुङका सबैका आफ्ना परम्परागत धर्महरू छन्। यसैलाई अगाडि जाने गरी हिन्दूहरूको संस्कार, बाहुनको संस्कार पनि अगाडि जाने गरी त्यसका गलत कुराहरूलाई समाजले खुर्किने गरी अब त्यो संविधान सुधार गर्नु पर्यो, अथवा योभन्दा पनि अरू केही छ भने संविधान सुधार गर। यी 2टा कुरा गर्यो भने गणतन्त्रको विकल्प गणतन्त्रै हुन्छ अहिले पनि। तर यी 2टा पनि सुधार गरेनौ भने, नेता पनि सुधारेनौ अनि संविधान पनि सुधारेनौ भने अब यसको अर्थ के हुन्छ? सडक तात्छ। सडक तात्नु अहिलेसम्म देशमा के छन् 7 साल भन्नुहोस्, 46 साल भन्नुहोस्, 63 साल भन्नुहोस्, 3टा कुरो भएपछि सत्ता परिवर्तन भएको छ। एउटा सरकारले गल्ती गर्छ, सत्तामा बस्नेले गल्ती गर्छ, अनि दोस्रो सडक तात्छ, अनि तेस्रो सेनाले सत्ताको साथ छोड्छ, अनि चौथो विदेशीहरूले सडकप्रति समर्थन जनाउँछन्। यी 3 कुरो भएपछि सत्ता पलट भएको छ। किन हिजो राणाकालमा पनि जुन सेना थियो, सेनाले चाहिँ आन्दोलन भइसकेपछि इन्डिया कम्युनिस्ट साथ छोडेपछि राणाले छोडेर चाहिँ राजापट्टि सेना गयो। त्यो अब 46 सालमा पनि चाहिँ राजालाई छोडेर बहुदलपट्टि सेना गयो, राजालाई छोडेर होइन, पञ्चायतलाई छोडेर बहुदलपट्टि सरकार गयो। 63मा पनि के हो भने आन्दोलन चल्दै गयो, राजाको पपुलारिटी गिर्यो, राजाप्रतिको आक्रोश बढ्यो, अनि विदेशी शक्तिले पनि राजाको समर्थन छोडिदिएपछि सेनाले पनि राजा छोडिदियो, देशमा गणतन्त्र आयो। अब अहिले पनि स्थिति त्यो दिशातिर जान्छ। यदि सुधार गरेनौ भने
मलाई अहिले पनि लाग्छ क्याटेगोरिकल सुधार गर्छन् कि सुन्नु न सुधार उनले गर्छन् भन्ने आशाले मैले भने होइन त विकल्प हो सुधार नगर्न सक्छन् सुधार नगरेपछि त के हुने हो भने नसुध्रिनुको पछाडिको कारण चाहिँ के उहाँहरूको बाध्यता हो होइन अनि उनीहरूको त्यो दृष्टिकोणै सुधारको छैन के नेताहरू कस्तो भइदियो भने ठ्याक्क सत्तामा पुगेपछि हिजो राजाकै कुरो भयो के ६३मा राजाले माओवादीसँग वार्ता गरेको भए त गणतन्त्रै आउँदैन थियो नि चाहिँ त्यतिखेर माओवादी वार्ता गर्न तयारै थिए चाहिँ उनले विद्रोह उठाएकै थिए पहिलेदेखि नै माओवादीलाई निचोर्ने काम पनि राजाले गरेन पछि वार्ता गर्ने काम पनि राजाले गरेन रात विभिन्न घटनाले त्यो कुरो पुष्टि गरेको छ अब अन्तिममा गएर राजाले शासन आफ्नो हातमा लिएपछि त वार्ताको विकल्पै थिएन राजा विकल्पमा वार्तामा नगएर माओवादी कमजोर हुने भयो माओवादी पनि सिद्ध्याउने दललाई पनि सिद्ध्याउने भन्ने ठाउँमा पुग्दाखेरि सबै विपक्षीलाई विदेशीले आफ्नो ठाउँमा ल्याइदियो सत्ता पलट भयो भन्छ अहिले पनि सरकार यदि सुधारको बाटोमा गएन भने मैले भनेको अघि भने त्यो सुधारको बाटोमा पार्टी सुधार गर्ने र संविधान सुधार गर्ने बाटोमा सरकार गएन भने यसले पनि के गर्छ भने दमनको बाटोमा जान्छ जस्तो अहिले शिक्षककै कुरो दमनमा आइरहेको छ अब राजावादीको एउटा ट्युनिङ जो आएको छ त्यहाँ पनि दमनको बाटोमा आएको छ त त्यो दमनलाई निचोर्ने बित्तिकै देशका समस्या सकिएका होइनन् के अहिले पनि विकराल समस्याहरू एकातिर सहकारी आन्दोलनको समस्या छ अर्कातिर राजावादीहरूकै समस्या छ उखु किसानकै समस्या छ मिटर ब्याजीकै समस्या छ चाहिँ यस्ता समस्याका लहर त कलम लिएर टिप्नुपर्ने छ कतिवटा देशमा समस्या छन् यस्तो समस्याको जुन विकरालपन छ यसलाई हल गर्नेतिर संविधान संशोधन गरेरै नजाने हो भने अब यसको विरोधमा मास उठ्छ मास उठेपछि त्यतिखेर हिजो पनि राजाले के ठान्थे भने ६३मा पनि त्यो ६३ साल वैशाख ६ गतेसम्म राजा र सेना एकै ठाउँमा थियो जब सेनाले राजालाई देखेर के लाग्थ्यो भने सेनाले मलाई छोड्दैन म बाथरुममा गए पनि म चाहिँ ओछ्यानमा बसे पनि सेना मैसँग हुन्छ भन्ने स्थिति थियो सेनाले के देख्यो भने राजा अनपपुलर भएपछि विदेशीको समर्थन घटेपछि सेनाले राजालाई छोडिदियो अब यो अहिले पनि त हुनसक्छ यदि आक्रोश बढ्दै गयो जनताको चाहिँ विश्वास चाहिँ पार्टीका नेताहरू यो सरकारप्रति कम हुँदै गयो भने सेनाले साथ छोड्न सक्छ सेनाले साथ छोडेपछि विदेशीको समर्थन आउन सक्छ जसले गर्दा सत्ताको उलटफेर हुन सक्छ अब चाहिँ सत्ताको उलटफेर भएर चाहिँ के आउँछ अहिले नै के एक खाले मान्छे भन्छ राजा आउँछ भन्छ आउँछ कि आउँदैन त्यो त्यतिखेर सेनाले के भन्छ त्यतिखेर सडकले के भन्छ त्यतिखेर विदेशीले के भन्छ किन देशको निर्णायक शक्ति चाहिँ सेना अथवा विदेशी शक्ति म चाहिँ अब त्यो निर्णायक तीनटा चिज हुन्छ एउटा जनता भनेको मान्छेको आक्रोश हेर्छ के म चाहिँ हिजो गणतन्त्र आउने बेलामा राजाको विरोध त चर्कै थियो नि म चाहिँ त्यो जनताको आवाजको स्वरको स्वर हेर्छ एक अर्को सेनाको रूप हेर्छ दुई अनि तेस्रो विदेशी शक्तिले कसलाई साथ दिन्छ के भन्छ जनताको दृष्टिकोण हेर्दाखेरि नि जति पनि जनताहरू राजाको पक्षमा उभिएका छन् त्यो त्यत्रो ठुलो सङ्ख्या त छैन तर जति उभिएका छन् ती एकदम दृढ भएर उभिएका छन् अब बाँकी जनताहरू पनि न राजाको पक्षमा उभियौँ न यही ठिक छ भने उधारमा छन् किनभने समाधान निस्किने छैन त्यो सेन्टिमेन्ट कतिखेर हुन्छ सडक अहिले त सडक तात्या छैन नि यो भनेको त छिटफुट आन्दोलन हो सडक तातेपछि सडकले राजाको भन्छ कि अब यो राष्ट्रपति पद्धतिको कुरो गर्छ कि सेनै आऊ भन्छ कि चाहिँ सेन्टिमेन्ट अगाडि बढेपछि त केही न केही नारा त आउँछ अगाडि केही न केही त आउँछ होला तर तपाईँलाई के लाग्छ अब यो अहिलेको विकल्प राजतन्त्र भन्दै गर्दा यदि राजतन्त्रै आयो भने त्यसपछि चाहिँ यावत देशका समस्याहरू समाधान हुन्छ भन्ने त छैन किनभने राजाले पनि देश विकासको रोडम्याप त अगाडि सार्नु भएको छैन यसरी विकास हुन्छ म यसो गर्छु भनेर त भन्नुभएको छैन खालि देश जोगाउनका लागि भने छ र चाहिँ बेसिदी बढेको साथ देऊ भनेको चाहिँ एक खालको महत्त्वकांक्षा चाहिँ उहाँले देखाउनु भएको छ सत्तामा जाने राजा हुने यसबारेमा मलाई छोटो टिप्पणी कति छ भने राजा कतिखेर मात्रै देशमा आउँछ भने देशका तीनटा पार्टी मध्येमा कमसेकम पनि एउटा पार्टीले राजा नस्वीकारेसम्म राजतन्त्र नस्वीकारेसँग देशमा राजतन्त्र आउँदैन त्यो होइन सुन्न म भन्दैछु तीनटा पार्टी भनेको मुख्य पार्टी काङ्ग्रेस हो किन काङ्ग्रेसको आधार अहिले पनि बलियो छ दोस्रो एमाले हो तेस्रो माओवादी कांग्रेसको विधानमै थियो नि हैन त्यो पहिलेको कुरो हो पहिलेको कुरो चाहिँ लामो व्याख्या हुन्छ त्यतिखेर नजाउँ अब यी तीनटा पार्टी मध्येमा कांग्रेसले राजतन्त्र स्वीकार्यो एकछिन मानौँ
राजतन्त्र फर्किन्छ, किन काङ्ग्रेस गएपछि एमाले पनि स्वीकार छ, बाध्य हुन्छ। अनि एमाले पनि आएपछि अब हेगमा पो लान्छन् भन्ने डर प्रचण्डलाई भएपछि प्रचण्डले पनि स्वीकार छ। अब यो नभइकन राजतन्त्र आउन गाह्रो छ। हेर्नुहोस्, अनौपचारिक रूपमा के सुनिन्छ भने प्रचण्ड स्वयंले पनि अब होइन प्रस्ताव गरेको, हेगमा जाने डरले राजालाई प्रस्ताव गरेको, तर राजा तयार नभएको भन्ने खालको चर्चा पनि भइरहेछ। त्यो सम्भावना पनि छ त्यसो भए, होइन? के भन्नु हो? जस्तो चाहिँ तपाईँले भन्नुभयो नि, प्रचण्ड हेगमा जाने सम्भावना, त्यो एक खालको डर, एक खालको तरबार झुलिरहेको छ। अनि काङ्ग्रेस एमाले मानेपछि प्रचण्डले माने भने त हेग लान्छ नि त। फेरि जाने डर मात्रै होइन कि उसले समर्थन गरेर लान्छ नि हेग। किन पोलिटिक्समा त कुनै माया मोह हुँदैन नि मान्छेलाई। अनि त्यस कारण मलाई लाग्छ अब त्यो अहिलेसम्म त के छ भने काङ्ग्रेसले एमाले राजतन्त्र स्वीकार त्यो छाँटकाँटै ल्याएको छैन नि। यो त होइन, अहिलेसम्म त्यो छाँटकाँट आएको छैन। दुइटैको छैन। अहिले मान्छेले परिकल्पना, किन अहिले के छ भने अहिले जति गरे पनि राजावादी मासभन्दा कयौँ गुणा ठुलो छ गणतन्त्रवादी मास। होला नेताप्रतिको आक्रोश तीव्र छ, तर गणतन्त्रप्रतिको आक्रोश होइन नि। त्यो नेतापट्टिको आक्रोश र जस्तो अहिले शर्मा ओलीका प्रति चाहिँ निकै ठुलो विद्रोह विरोधका आवाजहरू होइन। उनको त मुखटट्टु जुन बानी छ नि, जे मुखमा आप्याट्ट बोलिहाल्ने, योजना नगरिकन बोल्ने, अनि अहङ्कारी बोली बोल्ने, अनि अन्तिम सत्य चाहिँ मैले भनेकै कुरो हो भनेर ठान्ने, पार्टीभित्र पनि बाहिर पनि, यसले गर्दा उनीप्रतिको आक्रोश अझ चर्को भयो। किन विदेशी नीति पनि कमजोर भयो। न इन्डियासँगमा सहकार्य छ, न चाइनिजसँग सहकार्य छ, न अमेरिकनसँग सहकार्य छ। हाम्रो जस्तो सानो देशले सबैसँग हातेमालो नगरिकन अगाडि जान सक्ने स्थिति आउँदैन। फेरि संविधान यस्तो बनाए कि बहुमत कसैको आउँदैन, त्यस्तो संविधान उनीहरूले नै बनाए। अनि भ्रष्टाचार यस्तो अगाडि भयो, त्यसलाई रोक्ने स्थिर सरकार बन्दैन। अब यहाँ आय आर्जन देशभित्र बनाउने ठाउँको नीति एक त उनीहरूले ल्याउँदैन, ल्याए पनि लागू गर्न सक्दैन। त्यो हालत भएको हुनाले नेताहरू बदनाम भएको छन्। नेताहरू बदनाम भएको छन्। त्यस कारण यस्तो स्थितिमा सुधार गरेनन् भने त यसको विकल्प भनेको सत्ता पलट्ने हुन्छ, अथवा सडक नै तातेर अगाडि आउँछ। त्यो सडक तातेर आउनुभन्दा पहिले मैले भने अब राजाको जहाँसम्म सम्मान गर्छ, सडक तातेर हिजोको ६३मा राजा विरोधी सेन्टिमेन्टभन्दा पनि ठुलो सेन्टिमेन्ट आयो भने त एउटा कुरो होला, किन जनताको सिमना। तर त्यति गरेर राजा आएर पनि समस्याको हल गर्न गाह्रो छ। किन राजाले यो समस्या हल गर्नको लागि अलिकति प्रशासनिकमा चाहिँ टाइट गर्ने हो भने राजा निरङ्कुश भयो भन्छन्। हो पनि, किन राजाको फेरि राजावादीहरूको सेन्टिमेन्ट के हुन्छ भने सत्तामा पुगेपछि डेमोक्रेटाइजेसन गर्ने होइन, सत्तामा पुगेपछि चाहिँ पावर केन्द्रित गर्ने उनीहरूको संस्कार हुन्छ। किन हिजो 7 सालमा हेर्नुहोस् राजा त्रिभुवनको खुकुलोपन 17 सालमा आएर त सिद्धियो। 46 सालमा राजा र पार्टीहरूको मिलेको स्थिति 60 सालमा आएर त सिद्धियो। किन उनीहरू जहिले पनि सत्ता आफ्नो हातमा लिने कुरोमा एकदम अग्रसर भएर जाने उनीहरूको संस्कार हुन्छ। त्यस कारण राजा ल्याएपछि फेरि राजाको संस्कार जति अहिले संवैधानिक भने पनि भोलि गएर आफ्नो हातमा शासन लिने हो। अब एउटा यहाँ कुरो के गर्छ भने अब राजा संवैधानिक बनाएर प्रधानमन्त्री चाहिँ प्रत्यक्ष निर्वाचनको प्रधानमन्त्री भन्छन्। अब त्यो पनि राजा र त प्रधानमन्त्रीको बिचमा कति चिज रहने हो कि राजा पनि चिरस्थायी अनि प्रधानमन्त्री पनि चिरस्थायी भएपछि दुइटैको बिचमा सेना कसले तान्ने हो त्यसले अर्कालाई हिर्काउँछ। अब वर्गहरू नागरिक समाजहरू अनि अब यही बिचमा मैले के हुन सक्छ भनेर जनतालाई स्पष्ट पारे भने अब यही बिचमा अहिले यो राजनीतिक खेल अलिक चर्किँदै अगाडि आएको छ। यो विकल्पको खोजीमा कुरो अब भित्रभित्र पनि पाक्न लागेको छ। अहिले शेरबहादुर ब्याङ्कक गएर आएर पनि केही मसला बोकेर आएका होलान् भने त छैनन्। त अहिले भर्खरै बाबुराम इन्डियामा गएर धेरै नेताहरू बिजेपीका त्यहाँका काङ्ग्रेसका सबै खाले नेताहरू बाबुरामले बुझेर अब राजा गणतन्त्रप्रतिको के दृष्टिकोण छ, के योजना छ, त्यो बुझ्न भनेर सायद गणतन्त्रवादी
को तर्फबाट परोक्ष सहमतिमै बाबुरामलाई त्यहाँ पठाएको छ जस्तो लाग्छ। किन 3-4 दिनदेखि उनले त्यहाँ सबैलाई पालो पुर्याइ बिजेपी, काङ्ग्रेस, अरू समाजवादी के पार्टीका प्रमुख नेताहरूलाई पोलिसीगत रूप चाहिँ बिजेपीको त हाम्रो रक्षा मन्त्रीसँग भेटेर कुराकानी गरेको न्युजहरूमा आएको छ। अब त्यहाँबाट उताका भारी बोकेर आउने हुन् कि यताबाट उनले केही कुरो मनाएर आउने हुन् त्यो चाहिँ थाहा भएको छैन। तर त्यो के हो भने उनले के भन्छ भने सत्ताको स्वरूप कस्तो बनाउने भन्ने बारेमा छलफल हो भनेर भनेका छन्। सत्ताको स्वरूप कस्तो बनाउने भनेको त प्रधानमन्त्री मुख्य बनाउने हो, राष्ट्रपति मुख्य बनाउने हो चाहिँ अथवा त्योभन्दा अर्को कुनै मान्छे आइडिया ल्याउने हो, त्यो बारेमा उनको छलफल चलेको कुरो उनले सङ्केत पनि गरेका छन्। भन्दा अब केही यो सङ्केत भनेको सुधारको सङ्केत हो कि चाहिँ संविधान सुधार गरेर जाने सङ्केत आयो भने त सायद गणतन्त्रको विकल्प गणतन्त्रै होला। किन उनले सुधार गर्दा इन्डियाले पनि अहिले नै राजा ल्याउने कुरो गरे जस्तो मलाई लाग्दैन। खास गरेर नेपाली जनता चाहिँ अहिलेको राज्य सत्ताले जसरी भ्रष्टाचारलाई बढायो नि त्यसको परिणामस्वरूप चाहिँ जनताले विकल्प खोजेका हुन् भन्दै गर्दाखेरि केपी शर्मा ओलीमाथि चाहिँ जनता अलिक प्रखर रूपमा विरोधमा उत्रिनुको कारणहरू मध्ये बालेन शाहलाई उनले कहिल्यै देख्न नसक्ने एउटा त्यो, अर्को पछिल्लो पटक विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङको बर्खास्ती र त्यहीसँग जोडिएर त्यसैका चाहिँ त्यही मन्त्रालय अन्तर्गत ऊर्जा मन्त्रालय अन्तर्गतका राज्यमन्त्री लामा पूर्णबहादुर लामा कान्छारामको पनि बर्खास्ती गरे। अब हुन त कान्छाराम तामाङले अहिले पछिल्लो पटक गभर्नर नियुक्तिका विषयमा 20 करोडको डिल गरेको भन्ने आरोप लगाएको अवस्था थियो। फेरि कान्छारामले भने मैले त्यत्रो 20 करोडको डिल गरेर गभर्नर नियुक्ति गर्ने क्षमता राख्ने मान्छे भएको भए त भनेर त्यो अस्वीकार गरे। तर चाहिँ असहयोग गरेको भनेर उनलाई पनि बर्खास्त गरिसकेपछि केपी शर्मा ओलीका यी विभिन्न कामका कारणले उनीमाथि विरोध भएको हो जस्तो लाग्छ कि कतिपयले के भन्छन् केपी शर्मा ओली चाहिँ देशभक्त राष्ट्रभक्त हुन्, उनले चाहिँ गुमेको भूमिलाई पनि कम्तीमा नक्सामा समेटे भन्ने खालको पनि चर्चा हुन्छ। यो के लाग्छ तपाईँलाई खासमा? होइन, उनी बेढङ्गी मान्छे हुन्, दूरदृष्टि छैन र उनी देशभक्त त एकताका झुकिएर चाहिँ त्यो इन्डियन नाकाबन्दीको बेलामा अब मलाई लाग्छ कि इन्डियाका अर्को एउटा च्यानलले पनि ओलीलाई टेकोपुँडो गर्यो किन बिजेपीको विरोधमा उकिनको लागि, त्यसले पनि उनी यहाँ टिके। फेरि आम यहाँ नेपालीहरूले पनि त्यो नाकाबन्दीको विरोधमा जान उनलाई प्रोत्साहित गरे। त्यो चान्सले उनी त्यसमा टिके। उहाँ चाहिँ होइन गर्नुपर्ने त थियो, तर उनी आफ्नै बुद्धिले टिके होइनन् कि बाह्य शक्तिको पनि एउटा टेकोपुँडो रह्यो। अर्को भाषा भने काङ्ग्रेस आइतिरको टेकोपुँडो पनि रह्यो। भन्छ यता त्यतिखेर काङ्ग्रेस आइ होइन त्यो भएको हुनाले टिको उनको सुन न, उनको बुद्धि भएको भए दुई तिहाईको सरकार गिराउँछ। एउटा लाटोबुङ्गो मान्छेले पनि दुई तिहाईको सरकार त गिराउने काम त आफै गर्दैन। पार्लियामेन्टमा लिएर गएर पछाडि अदालतले पछिखेर उल्टायो, पार्लियामेन्ट नै भत्काए दुईचोटि। अलिकति सोच समझ भएको मान्छेले त्यस्तो गर्दैन। किन आफ्नो हैसियत कहाँ छ, शक्ति कहाँ छ, सेना कहाँ छ, प्रशासन कहाँ छ, इन्टरनेसनल पोलिटिक्स कहाँ छ, यो सबैको केलाएर गर्ने। त्यही कारण उनको बुद्धि पुगेर चाहिँ गरे भए त्यो सरकार नै गिर्दैन थियो। त्यहाँबाट यता आएर पनि अहिलेको स्थितिमा जे छ चाहिँ अब त्यो भनौँ न यहाँ अहिले भने अब त्यो उनले त्यो कुलमानसँग त्यत्रो जोरी किन खेल्नु पर्थ्यो कि 3 महिना पछाडि जाँदैन थियो। कुलमानलाई त 3 महिना पछाडि पनि फेरि रिक्वेस्ट गरेर राख्नु पर्थ्यो। किन होइन त्यस्तो होइन चाहिँ त्यो मान्छे बदनाम गरेर अहिले मुसो दल्ने अनि पछि मुख धोएर त नलिएर आउँछ भन्दा कसैले पत्याउँछ भने त्यो नहुने कुरो होइन। गभर्नरको नियुक्तिमा पनि यी सबै पैसा आगेल हुन् कि चाहिँ यो मलाई जहाँसम्म लाग्छ यो घिसिङलाई जुन हटाए त्यो पनि पैसा आएको खेल हो। बाहिर घिसिङले राम्रो काम गरेको थियो, तर त्यो विद्युत प्राधिकरण होइन सुन्न, विद्युत प्राधिकरण भनेको ठेक्कापट्टा लगायत त्यहाँ करोडौँ कमिसन आउने ठाउँ हो। त्यो कमिसन कसले खान्छ मलाई त थाहा छैन। त्यही कमिसन चाहिँ सायद मलाई चाहिँ सत्तासीनहरूले पाएनन्, त्यहीबाट हटाएर 3 महिनाकै भए पनि खाइहाल्नु भनेर लाग्यो हो। चाहिँ अब अहिले यो जुन
गभर्नरको कुरो छ। त्यहाँ पनि त्यहाँ कमिसनकै खेल्छन् किन त्यहाँ त कमिसन र भ्रष्टाचार कुरा गर्दा नि पोखरा एयरपोर्टमा पनि 10 अर्बको भनेको छ। अझ कतिपयले त 10 मात्रै कहाँ हो र 14 अर्बसम्मको घोटाला भएको कति हो त्यो ठ्याक्कै त भन्न सक्दैन, खान त खाएकै भन। किन यो ठुला प्रोजेक्टमा सत्तासीनहरूले पैसा नखाएर कुनै काम गर्दैन। अब पूर्व पर्यटन मन्त्री प्रेम आलेले त पोखराको त केही पनि होइन, त्यो त टेलर मात्रै हो, फिल्म आउन बाँकी नै छ, भैरवाको फिल्म देख्नुहुन्छ तपाईँहरू भन्दै हुनुहुन्थ्यो। होइन ठुला प्रोजेक्टमा सबै नेताहरूले खान्छन्, हाइड्रोमै खान्छन् पैसा। अब यो जति हाइड्रो चाहिँ विदेशीले बनाउँछ त्यो कमिसन नखाए त्यसलाई दिँदैन। यो जस्तो एउटा कम्पनीले खोल्छ त्यहाँ अरू कम्पनी लान्छ, यी सबै के भने त्यो कमिसन नमिलाएको खेल हो। कुरो बुझ्यो। अब यो शिक्षाको विषयमा कुराकानी गर्दाखेरि पूर्व शिक्षा मन्त्री विद्या भट्टराईको अचानक राजीनामा आयो, त्यसपछि रघुजी पन्त नियुक्त हुनुभयो। अब भर्खरै मात्र 1 दिन 2 दिन अगाडि 26औं दिनका दिन झडपकै स्थिति आयो शिक्षक र प्रहरी बीच। त्यहाँ पत्रकार पनि घाइते भएको, शिक्षकहरू पनि 63 जना घाइते भएको अवस्था छ। आज चाहिँ सम्ममा लगभग सहमति जुट्ने भन्ने पनि चर्चा भइरहेछ। हामीले अन्तर्वार्ता लिइरहँदासम्म खासै केही त्यस्तो समाचारहरू आएको छैन। तपाईँ पूर्व शिक्षा मन्त्री पनि हुनुहुन्छ, पूर्व शिक्षा मन्त्रीको अनुभवका आधारमा त्यति बेलाको शिक्षा विधेयक, हुन त तपाईँ शिक्षा मन्त्री हुँदा पनि त्यही 28 सालकै विधेयक थियो, त्यो 28 सालकै ऐन थियो। अब अहिले त्यसले हुँदैन, विद्यालय शिक्षा ऐन चाहिँ नयाँ जारी हुनुपर्छ भनेर जो माग राखिरहेका छन् शिक्षकहरू, यसलाई तपाईँ कसरी लिनुहुन्छ? त्यो नयाँ शिक्षा ऐनमा के छन् सबै अन्तर्वस्तु त मलाई अहिले थाहा छैन, तर त्यसको एउटा मुख्य पाठ भनेको के छ भने शिक्षकहरूको यो तल्लो पठन पाठन गर्ने लोअर कखेरा पढाउने विद्यार्थीहरूको तनखा सबभन्दा थोरै छ। ती सबैमा चाहिँ आर्थिक मागको कुरो चाहिँ शिक्षकहरूले गरेका छन्। त्यसमा मोटामोटी मैले सुने त 2 खरब कतिको पैसा थप्नुपर्ने स्थिति छ। अब राज्य के भन्छ भने पैसा थप्न सकिँदैन। अब पैसा थप्न प्रतिपक्षका नेता प्रचण्डले शिक्षकहरूलाई उक्साएर सत्ता ढाल्नका लागि लागेका विभिन्न शिक्षकको अर्कोतिरबाट के एकैछिन अर्कोतिरबाट पनि कसरी विश्लेषण भइरहेको छ भने अब भर्नाको समय आएको छ। भर्नाको समय आएको बेलामा चाहिँ सब विद्यार्थीहरूलाई निजी विद्यालयमा भर्ना गराउने, त्यहाँ भर्ना भइसक्छन्। किनभने अब सरकारी विद्यालयका शिक्षकहरू आन्दोलित भएपछि त सरकारी विद्यालयमा त पठन पाठन ठप्प छ। अब त्यो कारणले पनि त्यस्तो भइरहेको छ भन्छन्। यो भित्रको राजनीति चाहिँ के हो? राजनीति अनि यसको अहिलेको पछिल्लो राजनीति भनेको के हो भने शिक्षकप्रतिको गलत दृष्टिकोण हो क्या। नभए त्यो शिक्षा ऐन अहिले जुन ल्याएको छ 7 वर्ष पहिले पेश भएको पार्लियामेन्टमा, 7 वर्षसम्म शिक्षा ऐन अहिले त्यो कर्मचारीको ऐन ठिक छ, कस्तो ल्याउनु थियो, कति पैसा बढाउनु थियो, थोरै बढाउनु थियो भने त पहिले निर्णय गरे भन्थ्यो नि। 7 वर्षसम्म एउटा शिक्षा जस्तो कार्यकारी ऐन, कर्मचारी जस्तो कार्यकारी ऐनलाई थन्क्याएर राखेका छन्, वास्तै छैन। भन्दा उनीहरूले सबैलाई सत्तामा जाने मात्रै चर्चा छ, चिन्ता छ, अनि शिक्षक र कर्मचारीको बारेमा चिन्ता छैन। चिन्ता नभएपछि होला समस्या सरकारका थुप्रै छन्, त्यो थुप्रै भएपछि पनि यो समस्यालाई बेलैमा हल गर्नु पर्थ्यो। त्यो हल गर्न लागेको छ नि शिक्षकको माग चर्को भएर अगाडि गएको छ। अब माग पुरा नगर्दाखेरि चाहिँ शिक्षक जाँदैनन्, माग पुरा गर्दा यिनीहरूको घुँडा टेक्ने स्थिति छ। किन यो माग पुरा गर्दै जान्यो भने कर्मचारीको माग आउँछ। यी सबै माग आएपछि सबभन्दा पहिले होइन त्यो सबै भएपछि त यिनीहरूले यो संहिता नघटाइकन उपाय छैन फेरि यिनीहरूको। किन संहितामा जाने खर्च त्यो पैसा ल्याएर यहाँ कर्मचारीलाई दिनुपर्ने स्थिति छ, किन कर्मचारीकै सङ्ख्या घटाउनु पर्ने अनि अब यता राजस्व उठाउने कुरोमा व्यापारीलाई बाँड्ने, अनि राजस्व घट्छ, अनि कर्मचारी र शिक्षकको तनखा बढाउने कुरोमा कन्जुस्याइ गर्ने, यो परिपाटीले गर्दा समस्या झन् चर्को अगाडि आएको छ। त्यस कारण समस्या हल गर्नै नसकिने होइन, दृष्टिकोण नभएर राज्यका सञ्चालकहरूसँग दृष्टिकोण छैन। अनि उनीहरू कर्मचारीलाई दोष दिएर शिक्षकलाई दोष दिएर तिम्रो भोकै बस्छ, भोकै पढाऊ, अनि पढाउन नसकेका छैनौ त्यसमा भनेर गाली मात्रै गर्ने हो। म चाहिँ त उनीहरूलाई अझ व्यवस्थित गर्न शिक्षकका पनि केही समस्याहरू होलान्। किन के अलिकति नियत होलान् शिक्षकहरू के भने अब तल विद्यालयप्रति समर्पित हुन उनीहरू चाहँदैनन्। म चाहिँ उनीहरू राष्ट्रिय कर्मचारी भएर झापाबाट दार्चुला जाने सरुवा जाने बाटो बनाउन खोज्छन् शिक्षकहरू। चाहिँ मैले शिक्षामा हुँदाखेरि देखेँ। किन अब त्यो पहिले 28 सालभन्दा पहिले के थियो भने शिक्षकहरू विद्यालयप्रति समर्पित थिए।
भरे पेन्सनको व्यवस्था थिएन। अहिले पनि पेन्सनको व्यवस्था गरेर शिक्षकलाई विद्यालयप्रति समर्पित गराउने हो भने अहिलेकै खर्चमा चाहिँ विद्यालयले धेरै राम्रो उत्पादन गर्न सक्छ, सरकारी विद्यालयले। अब यहाँ त के छ भने राष्ट्रिय चाहिँ कर्मचारी भएको छन्, जागिरको ग्यारेन्टी छ, पढाउनै परेन, पार्टीका कार्यकर्ताबाट झोला बोकेर हिँडेका छन्। अब त्यो झोला बोकाउने कुरोमा अहिले विद्याको पनि चाहिँ विद्या भट्टराईको पनि झोला बोकाउने कुरोमा सही थियो। उही राष्ट्रिय स्वतन्त्र पार्टीको एकजना महिला शिक्षा मन्त्री भइन्, उनले मात्रै शिक्षकलाई राष्ट्रिय पार्टीको सदस्य दिनुहुन्न भन्ने तर्क गर्ने मन्त्री मध्येमा उनी हुन्। चाहिँ मेरो बेलामा त मैले त्यो तर्क गर्ने समय पनि रहेन, किन आन्दोलनको बेला थियो। चाहिँ अर्को कुरो त्यो खालको चेतना पनि आइसकेका थिएन। तर अहिले पनि चाहिँ अस्ति मैले त्यो पूर्व शिक्षा मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो महिलाको वक्तव्य सुनेका थिएँ। यो बेला भएपछि त शिक्षकहरू अब राष्ट्रिय पार्टीको सदस्य त्याग भन्दै दिनुहुन्न, कुरो ठिक हो। किन अहिले शिक्षकले चाहिँ जुन अपैलाना भएको छ, हामी कुनै पनि पार्टीको सदस्य हुँदैन भने त उनीहरू अहिले पनि सक्दैनन्। उनीहरू अहिले पनि पार्टीको सदस्य भएर डबल फाइदा खाने, यता राज्यको सुविधा पनि खाने, पार्टीको सदस्य भएर भोलि राजनीतिक नियुक्तिमा पनि जाने कोसिसमा त शिक्षक छँदैछ। प्रधानमन्त्री झलनाथ खनाल भन्नुहोस् अथवा चाहिँ अहिलेका प्रतिपक्ष दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष अथवा पूर्व प्रधानमन्त्री नै भइसक्नु भएको छ, पटक प्रधानमन्त्री भइसक्नु भएको, सबै शिक्षकहरू नै अहिले चाहिँ राष्ट्रिय राजनीतिमा हुनुहुन्छ। सबैले कर्मचारी शिक्षक त कार्यकर्तै बनाउने हो। हिजो मात्रै शिक्षक आन्दोलनमै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रधानमन्त्री कतिपय मिडियाहरूले एउटा कुरो पञ्चायत कालमा के थियो भने एउटा बाध्यता थियो, पार्टी थिएन, अनि शिक्षक मार्फत राजनीति गरे, एउटा कुरो हो। अब अहिले बहुदल आइसकेपछि त देशमा पार्टी छ। पार्टीखेर बहुदल थिएन, पञ्चायती व्यवस्था थियो, त्यसका विरुद्धमा बहुदल ल्याउनका लागि शिक्षकहरू पनि लागे। अहिले त्यो आवश्यकता छैन, त्यसकारण सुमना श्रेष्ठले जे गर्नु होइन। अब बहुदल आइसकेपछि त शिक्षकलाई तिम्रो पेसागत हो भन्नुपर्छ। अब मलाई त कहाँसम्म लाग्छ भने विद्यार्थी युनियन, कलेजमा विद्यार्थी युनियनै चाहिँदैन। विद्यार्थी युनियन खोल, कलेज बाहिर खोल। चाहिँ कलेजमा यो शिक्षकको युनियन पनि चाहिँदैन। चाहिँ अब पेसागत युनियन एउटा खोल्छौ भने पनि राजनीतिक आशयका वक्तव्य दिने खाले चाहिँ युनियन बन्न दिनु हुँदैन, किन उनीहरू शिक्षक हुन्, चाहिँ राजनीतिक पार्टी होइनन्। नागरिक भएर पोलिटिक्स गर्ने हो भने शिक्षक छोड, अनि नागरिकमा आएर पोलिटिक्स गरे भइहाल्यो। चाहिँ तर त्यो पार्टीले किन भन्दा जम्मै आफ्ना कार्यकर्ता, किन शिक्षक कार्यकर्ता बनाउँदा दुईवटा कुरो लेबी पनि आयो, अनि गाउँ गाउँमा चाहिँ कार्यकर्तालाई टिकाउने शिक्षक पनि बने। यो उनीहरूको राजनीतिक स्वार्थ छ, त्यो कुरो उनीहरू भन्दैनन्। अनि यी टिचरहरू अहिले यति हुँदा पनि हाम्रो माग पुरा गरेन, हामी पार्टीका सदस्य त्याग्छौँ उनीहरू भन्दैनन्। अनि किन त्यहाँ त दोहोरो फाइदा उनीहरूलाई पनि चाहिएको छ। त यो स्थिति आएकोले डाँडोल छ। अब सत्ता परिवर्तन हुने हो भने बहुदलीय पद्धति आइसकेपछि राज्यबाट तनखा खाने शक्तिले पोलिटिकल नेतादेखि बाहेक, पार्लियामेन्टमा मन्त्री परिषददेखि बाहेकलाई राजनीतिक गर्न दिनु हुँदैन। यो विषय यहीँ अन्त्य गरौँ। अर्को अलिकति फरक विषयमा हामी प्रवेश गरौँ। अब पछिल्लो पटक नेकपाका भन्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकार विरुद्ध अथवा केपी शर्मा ओलीका विरुद्धमै त्यो लक्षित एक खालको अभिव्यक्ति दिनुभयो। उहाँले भन्नुभयो केपी शर्मा ओली अथवा प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाहरू छन् भनेर, र तत्कालै केपी शर्मा ओलीले प्रमाणित गरेर देखाउनु, यस्तो पनि बोल्ने, हेर के बोलेको त्यो भन्ने खालको कुराहरू भयो। र अझ गगन थापाले अर्को एक प्रसङ्गमा के गर्नुभयो भन्दाखेरि आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि 52 संवैधानिक नियुक्ति मुद्दाको टुङ्गो नलगाई सर्वोच्चले डिल गरेको भनेर भनिसकेपछि अपहेलना मुद्दा लाग्यो र अहिले त्यसको विषयमा चलिरहेछ, मुद्दा चलिरहेछ। यो गगन थापाको यस्ता विचारहरूप्रति चाहिँ तपाईँको केही टिप्पणी छ? होइन, यो धेरै खुद्रा मसिना कुरामा किन जाउँ। अब काङ्ग्रेसभित्रमा द्वन्द्व छ। अब काङ्ग्रेसमा शेरबहादुरले ओलीलाई समर्थन गर्ने, अनि ओलीले मलाई खरका प्रधानमन्त्री दिने भन्ने शेरबहादुरजीको चलनमा अब काङ्ग्रेसमा त्यो असहमत बढ्दो छ। चाहिँ गगन मात्रै होइन, शेखरको कुरो पनि त्यही छ। अरू धेरै नेताले चाहिँ काङ्ग्रेस हामी सरकारमा छौँ, सत्तामा छौँ, सरकारमा छैनौँ जस्ता कुराहरू गर्न थालेका छन्। असन्तोष चर्किया छ। अनि अदालतमा विभिन्न तरिकामा मुद्दाहरू त ओलीकै विरोधमा मात्रै मुद्दा छन्। अनि
कुनै कुनै निर्णय भएको छैनन्। अब यो पहिलेको संवैधानिकमा चाहिँ मुद्दा त्यो अध्यादेश ल्याएर तिनजनाले निर्णय गरेका मुद्दा छन् जुन अहिले तपाईँले भन्नुभयो त्यसको पनि निर्णय भएको छैन। त्यो निर्णय अहिले त पेशीमा अलिक चल्न थालेको छ। सायद अलिकति राजनीतिक नेताहरूको घोचपेच भएपछि पनि अदालत पनि अलिक सजग भएको हो कि अहिले पेशीमा अगाडि ल्याएको छ र त्यसबारेमा निर्णय आउला। किन अदालतकै विषयमा धेरै टिप्पणी चाहिँ नगरौँ। कुराहरूमा के टिप्पणी गरौँ भन्नुभयो, तर खुद्रा मसिना कुराहरूले नै अहिले जनताको ध्यान तानिरहेको छ। किन जनताका पक्षमा कतिपय त्यस्ता कुराहरू आउँदो रहेछन्। जस्तो भर्खरै मात्र बहिर्गमित भएका नेकपा एमालेका नेता भीम रावलले पनि प्रधानमन्त्री ओली निकट एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्णबहादुर तामाङले 20 करोडको खेल गरेको सार्वजनिक रूपमा आरोप लगाइसकेपछि त्यस्तो विषय आइसकेपछि छानबिन गर्नु पर्दैन भनेर भन्दै हुनुहुन्छ। तपाईँलाई के लाग्छ, यस्तो विषयहरू आइसकेपछि छानबिन हुनु पर्दैन थियो? होइन, खुद्रा मसिना कुरामा नलानुहोस् कि होला। भीम रावलले भने त्यो कुरो ठिकै हो। अब सरकारले त्यो कुरो सुन्दैन। अब कहाँ कुन कुनले के भन्छन् सबै जानकारी पनि हुँदैन। भीम रावलले भने ठिकै कुरो भने। म चाहिँ अब छानबिन त कहीँ अब ओलीकै विरोधमा कम्बोडियामा त्यत्रो केस आयो त छानबिन भएको छैन। है अरू मसिना अरूले बोलेको कुरोमा के छानबिन गर्छन् यिनीहरू? जता नै पचाउने हो, ढुक्कसँग बस्ने हो। अब यही भएर त सत्ता पलटको निम्ति आन्दोलन हुने सम्भावना बढ्दैछ। अब सुधारको बाटोमा गएनन् भने त सत्ता पलटकै स्थिति बन्न सक्छ ढिलो छिटो। अब अहिले नभए भोलि होला। किन आन्दोलन नै उठ्यो भने त आन्दोलनले भने त्यहाँ लौरो हानिसकेपछि त उनीहरूले अर्को कुरो आउँदैन। हुन्छ, यहाँको समय विचारका लागि आभार प्रकट गर्छौँ। धेरै धेरै धन्यवाद। धन्यवाद। के मेरो आग्रह राख्ने मौका दिनुभयो त्यसको निम्ति तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु।